एभ्रिवान नमस्ते स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ एपिसोडमा। आज चाहिँ हाम्रो काम एकदमै छिटो सकिएर हैन रुममा बस्दा बस्दा बोर भइसक्यो। त्यसैले आज चाहिँ यसो वल्किङमा जाऊँ भनेर टक टक हिँड्दैछौँ कि अब मोटी फेरि झन् टक टक गर्दै हिँडिरहेको अवस्था। ऊ चाहिँ मेरो कम्पनीको सबैभन्दा छुच्ची कमिना अतेरी चुडेलको पनि महा चुडेल। तपाईहरुले इन्ट्रोड्युस गरिदियो ल। यो यस्तो छ भयो 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 धेरै राम्रो फेरि हाम्रो बसाइतिर त फेरि मौसमले बेला बेलामा टक्क च्यालेन्ज दिइरहेको हुन्छ हैन। अब भ्युजहरु पनि फेरि खतरा खतरा देखिन्छ क्या। यस्तो छ डाँडा काँडाहरूले चारैतिर टक्क छेकेको हैन। त्यस पछाडि हामी चाहिँ बिचमा मजा आउँछ बेला बेलामा। मेरो प्यारी मान्छे हो, मैले जे भनेको त्यही मान्ने मान्छे हो हैन। अनि यस्तो माया लाग्दो छ कि यस्तो माया लाग्दो मान्छे अनि यस्तो माया लाग्दो साथी फेरि जो कोहीले पाउँदैन नि हैन। हो कि हैन? फेरि यस्तो सन्की नहेरौँ न। हो ऊ जस्तो राम्रो मान्छे यो दुनियाँमा कोही पनि छैन। अघि भरे चाहिँ के भन्यो अरे ओए त्यो प्लेनले त हेर्नु न त्यो डाँडा नै छुला जस्तो देखिन्छ। उसले त फेरि खै भन्न थाल्छ ऊ त्यहाँ 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 त्यही सानो देखिन्छ अन्त अब देख्दैन हौ। जया तिमी आउनु पाएनौ मान्छे यति बेला मस्त निन्द्रामा पुरा गरिरहेको होला। के गर्नु हाम्रो कम्पनीमा कामको खुइलो लागिसक्यो। अब लु मलाई त खाना पुगेन दिए है भनेर भिख माग्ने अवस्था आउला जस्तो छ हाम्रो कम्पनीमा खुइले लागेर। हाम्रो चाहिँ सानसेक गर्नको लागि चाहिँ फेरि ठाउँहरू चाहिँ बब्बाल छ कि तर जागर चल्दैन र मात्र। ओहो वाह सर ओ भाले थाहै छ तललाई त छोपेर गइदियो। चिसो मौसममा टक्क बनाउनु क्या हो। ओ माई गस हेर्नुहोस् हाम्रो ठाउँतिर चाहिँ चिसो यत्तिको छ। यो चाहिँ आइस पानी जमेर आइस बनेको हो। अनि यो माथिको यो ग्राउन्डमा पनि अनि अहिले चाहिँ हल्का घामले गर्दाखेरि पक्रेर पानी बग्दैछ कि यति धेरै चिसो छ। ओ माई गड अनि यहाँ त अनि बब्बाल छ त। फ्रिजमा राख्दाखेरि यति धेरै बरफ हुँदैन होला हैन। ओ माई गड तेरिका अनि यस्तो चिसोमा अनि गाह्रो छ नि हो बाहिर काम गर्नेहरूलाई त हैन। तल जान झर्न सक्छन् छैन नि। म एकछिन तल गएर देखाउँछु गाइज। एकदमै इन्ट्रेस्ट लाग्यो कि यो कुरा देखेर चाहिँ यति धेरै चिसो अनि तपाईँहरूलाई पनि देखाउन मन लाग्यो होइन। यस्तो छ ओ माई गड पुरै आइस भएर बसेको। ओए पुरै ढुङ्गा भन्दा पनि कडा छ। ओए ओए निस्किँदैन हो कति बलियो आमामा। ओ यस्तो बबाल जमेको यति धेरै चिसो होइन। ए हामी कपडा नलगाइ बस्ने हो भने त अन्त के हुन्छ होला। हामी पनि यस्तै जम्छ होला अन्त यति धेरै चिसो छ हो। ओ माई गस यो भनेको आइसल्यान्ड हो है। आइसल्यान्ड बोराङ्सीको आइसल्यान्ड हो यो चाहिँ। टक्क लगाएर अब फेरि आइस पनि खानुपर्छ होइन। तर यो चाहिँ फोहोरको त्यसैले खाएन मैले। उतैसम्म जमेको छ हौ भरैसम्मदेखि जमिरहेको छ क्या। ओ
उही यो ठ्याक्कै त्यो उसहरूमा देखाउँछ नि त्यस्तै छ हो। वाउ यस्तो जमेको छ यति चिसो। ओ हात त पुरै गइसक्यो। अनि त चिसोले च्यालेन्ज गर्दैछ हामीलाई। टक्क रातो भालेको चितवन अनि 1 ग्लास रौसी 3 पाने कोदोको खान पाए कति मजा हुन्थ्यो। अनि हामी चाहिँ फेरि चिसो मौसममा वकिङमा टक्क खुरमा चपाउँदै एउटीले फेरि छुर्पी चपाउँदै दिइरहेको अवस्था। अहिलेसम्म नोटिस गरिरहेको छु कि हामी भयो होइन। यो डुयोरामको जहाँ हामी जान्छौँ त्यही आइपुग्छ भने यो को हो? यो खुस्किसकेको मान्छे हो। खुस्किसकेको छ क्या मेरो साथी खुस्किसकेको काम तपाईँ जस्तो गर्छ त्यस्तै गर्छ भने जस्तो देखिरहेको अब हामी चाहिँ वकिङ गर्दा गर्दै टपसम्म आइपुग्यो। अनि यहाँ चाहिँ हामीले यो गुम्बा जस्तो पुर्खौली कोरियाको घर भेटाएको छ देखिरहेको छ। हामी त्यहाँ एकछिन हेर्न जाँदैछौँ। यो धेरै पुरानो हो कि होइन? ओहो मजाको रहेछ त। ओइ कस्तो राम्रो सिडी। सिडी पनि टक्क लगाएर बनाएको रहेछ होइन? ओ यस्तो छ। यो त नेपालको घर जस्तो कि तर अलि फाल्टो है। कुनै कुनै ठाउँहरूमा चाहिँ यस्तो घरहरूलाई जोगाएर बचाएर राखिरहेको छ। सायद यो पनि त्यस्तै हुनसक्छ। ढक्क होइन? ओइ के गरिरहेको? के गरिरहेको? यसको अवलोकन गरियो? यसको अवलोकन गरियो? पुर्खौली कोरियनहरूको चिनोलाई चाहिँ संरक्षण गर्नको लागि होला सायद। आई थिङ्क है वरेभर। राम्रो छ मलाई मन पर्यो। अनि के गर्नु वकिङमा पनि आइयो टक्क फ्रेस पनि भयो। ओए तर यहाँनिर फेरि पुरै नाङ्गो राखेको छ त होइन? त्यो यो उसको यो च्यानहरूको लागि हो त? जस हावा नचल्ने भने चाहिँ यो घामको उस पनि न्यानो नै छ हो। तर हावा चलेर मार्नु बनाउँछ त। यो पनि त च्यान हो नि होइन? हो नि हो नि। होइन हो यो होइन। मुनि चाहिँ मान्छे गाडेर यो माथिदेखि ढुङ्गा यसरी राखिदिन्छ अरे के। यो पनि हो। अनि यसमा के लेखेको छ कुन्नी विसहरू के छ होला खोइ। चाइनिज लेटर पनि छ, कोरियन वर्डहरू पनि छ। ओए के गर्ने रे? के भनेको रे? के गरे? ठोङ हान्देऊ केमा? यो हात कठाउरेर यस्तो भएको छ कि अनि ठोङ हाने त्यो पनि यस्तो चिसोमा। तर हावा नचलेको भएर तातो छ। अब झुम्रा मार्न आएको जस्तो ठुङ हान्न आउन अरे मलाई त लु। कोरियामा बस्ने मान्छे अब झुम्रिने यसो गर न, यसो गर त ल हान्दियो। साँच्चीले त अनि हात यस्तो छ। ओइ कस्तो चिसो हात। हामी चाहिँ उसको भ्लगमा चाहिँ यस्तै हो।
ढुङ्गा निकाल्ने ल यहाँ हेर्नु ओइ यहाँ नि हुँदैन त ओइ फुटाइदिन्छु ल ल स्याबास सगरमाथाको चुचुरोमा पुगेर हिउँ फुटालेको मलाई जाडो भएर मर्नु आँटिसक्यो तल झऱ्यो भने मान्छे खत्तम पानी भन्नुहुन्छ नि पानी हुन आइसक्यो भयो भयो जनताहरूले प्रत्यक्ष हेरिसक्नु भयो आमा यहाँ हेर्नु त पानी हुन्छ नि पानी हुन के गरेको काम छैन कि त्यसको काम पाएको छैन कि काम नपाएर बेरोजगारी भएर यस्तो गर्दैछ काम छैन कि आजभोलि हाम्रो कम्पनीमा त्यही भएर काम नपाएर यस्तो गर्दै टक्क लगाएर हामी सिल्लु अब फर्किन लाग्यो ओइ ओ जग्गुमा त फेरि यस्तो खतरा दिदी जाने हो कि ओ चाकोहरू त मरेर अनि खुत्रुक्क गएको छ त ल गाइज हामी चाहिँ अब टक्क रनिङ खाँदै वकिङबाट फर्किसक्यो होइन अनि चिसोले त फेरि के साह्रो हानेको ठिच्चा ओइ नाकदेखि पानी चाहिँ सिगान चुहेको ल है गाइज कम्पनी आइपुग्यो चिसोले मार्यो ओ माई गड यस्तो चिसो छ क्या तर कहिलेकाहीँ मुड फ्रेस बनाउन निस्किनु पर्छ ओके म चाहिँ आइपुग्यो बाई बाई ह्याभ अ नाइस डे